होइन हामीले चाहिँ होटलमा खाएको हो होइन यहाँ चाहिँ के भइरहेछ ल भन्नु ल भन्नु ल हजुर भन्नुहोस् हो दाइ हामीले तिर्छौँ होइन तर बिल चाहिँ बढी आयो क्या हामीले खाएको भन्दा बिल आयो क्या बिल बढी आयो क्या दाइ बिल बढी आयो क्या बिल चाहिँ कसरी बढी आयो बिल बढी छैन क्या बाबु बिल बढी भन्नु न ल हामी नतिरिकन जान्छु भने होइन ल बोलाउनु न त अब हामीले के गल्ती गरेछ त ल ओइ देऊ जाऊ त्यति देऊ 415 रुपियाँ देऊ छोड्दा गइदम यस्तै रहेछ यहाँ थाहा भइसक्यो होइन 455 रुपियाँ बिल कसरी उठ्यो हामीले हामीले यस्तो भनेको क्या दाइ होइन 455 बिल उठ्या रहेछ होइन हामीले खाएको चाहिँ 400 रुपियाँको हो होइन 400 रुपियाँ तिर्नु न अनि त्यति खाएको अनि त्यसरी त्यही भने हो क्या मैले हामीले भने त्यति मात्रै हो क्या दाइ 400 नै दिउ न त्यही भनेको हो ल हस् 400 रुपियाँ दिन्छौँ अनि त्यही नतिकन जा भन्नुहुन्छ अनि के भन्नु हो क्या हामी नतिर्न सक्ने मान्छे त होइन त्यही भएर मात्रै भने हो क्या दाइ ल दाइ हामी क्या रक्सी खान खिच्नु ल प्रुभ हुन्छ ल खिच्नु ल हो दाइ हो एउटा हिसाबले हो तपाईँले भन्नुभएको नि हो तपाईँले भन्नुभयो ठिक हो ल हुन्छ दाइ पैसा तिरेर हामी जान्छौँ हुन्छ म राखिदिन्छु हुन्छ दाइ एकछिन म गरिदिन्छु अनि त्यसपछि म गरिदिन्छु क्या एकछिन यहाँ लफर के हुन्छ होइन त्यही हिसाबले हुन्छ नि त लफटा हुँदैन अब हामी पैसा तिर्दिन्छौँ होइन दाइ होइन लफटा गर्ने होइन त्यस्तो होइन दाइ त्यस्तो होइन दाइ त्यस्तो होइन क्या छोड्दा 400 कति भन्नुभयो दाइ 415 देऊ अनि गइदिउँ क्या त्यति हो छोड्दा अब अरू केही चाहियो त्यति हो नि फिक्स हो नि त्यही हामीले के गर्नु खोज्यो होइन एक प्रुफको लागि मात्रै बनायो त्यतिकै नै हुँदो रहेछ सन्किन आउनु त्यो हो क्या त्यही पहिला हामीलाई चाहिँ किन रिसिट हो भन्दाखेरि पहिला 55 बोर्ड भएर हो क्या दाइ ल दाइ ओइ देऊ न पैसा देऊ अनि गइदौँ छिटो आऊ छोड्दा यस्तो रहेछ भयो क्या छोड्दा तिर्दैन भन्नु उसलाई भन्दैछ क्या यस्तो भाइ तपाईँ म